यो 1000 को भयो, अनि यो 500 को भयो, अनि यो 100 को भयो, अनि म 100 को है। त्यसै बाबुले चाहिँ खाजा खानु भनेर दिएको पैसाहरू नि 1 2 3 4 5 6 7 8 लेमिनेसन गरेर राखिदिन्छु भनेर सोचिरहेको छु। पछि उसले चाहिँ जस ठुलो भएपछि यो कुराहरू देखोस्, यो कुराहरू चाहिँ नबिर्सोस् भनेर चाहिँ मैले यसलाई चाहिँ लेमिनेसन गरेर राखिदिन्छु भन्दैछु। हेलो गाइज, मैले चाहिँ आज छोराको खुत्रुके कति जम्मा गरेछ त मेरो छोराले पैसा। उसलाई मामाहरूले दिएको, निनीहरूले दिएको, मुमाहरूले दिएको, मैले दिएको, खाजा खाऊ भनेर दिएको पैसा चाहिँ यो खुत्रुकेमा उसले चाहिँ जम्मा गरेर राखेको छ। कति भयो आज तपाईहरुलाई देखाउँछु है। अब यसलाई मैले आज फुटाउँदैछु यो खुत्रुकेलाई, मेरो छोराको खुत्रुके है हो। गाइस, मैले चाहिँ अब यसलाई ओपन गर्दैछु है। कति छ मेरो बाबुले जम्मा गरेको पैसा है। अब यसलाई ओपन गर्दैछौँ, अन्तिमसम्म हेर्नु होला। लाइक, कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। ओहो ल है म 100 है। त्यसै बाबुले चाहिँ खाजा खानु भनेर दिएको पैसाहरू मामाहरूले अनि उसको तेमाहरूले, निनीहरूले दिएको पैसा यो चिठीमा के लेखिसकेको छ, यो निनीले दिसेको है। यो साँच्चै तिमीलाई यो पैसा दिँदाखेरि यो सायद तिमीलाई त्यो बेलामा बर्थडेको दिन दिसेको है। के भनेर लेखिसकेको रहेछ त्यो पढेर सुनाइदियो। म बुढी हुँदा मेरो बर्थडे बनाइदे है भुक्कु, उही तेरो निर्मला। ल ल ल त्यो सबै जम्मा गर। आज हाम्रो बाबुको खुट्टीमा कति जम्मा हुन्छ? बर्थडेमा त हाम्रो बाबुको बर्थडेमा कति जुटा पैसा छ त? बर्थडेमा मैले त यति धेरै छ भनेर सोचेको पनि थिएन। अब यो पैसालाई 1 लाख जति पर्यो। 1 लाख जति होला। 1 लाख जति होला अरे। 10-12 हजार कति छ यहाँ? 1000 को नोट 500 कति छ होला? सुनाएको त छैन। 3 4 5 6 7,000 रहेछ। 7,000 रहेछ त्यहाँ। 500 को 7 8 9 अब फेरि अर्को म खुद्रुके ल्याइदिन्छु। 10,000 सिक्का पनि छ त। 100 को भयो, अनि यो 1000 को भयो। त्यहाँ नगर है, ठ्याक्कै राख है। 10,000 छ त्यहाँ। 10,000 भनेपछि यो 1000, यो 500 है। अहिले लास्टमा गर्ने, लास्टमा हो नि। कति अटेछ त तिम्रो उमा? सानो भयो कि खुद्रुके? अब म दिन्छु अटेछ। कति रहेछ है? यही पैसाले एउटा किन्ने खै त तिमीले जम्मा गरेर 20 गर। यो 10 गर तिमीले। 10 ₹5 को गर्छु म।
छिटो कति ढिलो भएको एकै पोकामा मैले यस्तो गरेर कति भएछ है त कति भएछ है गाइस 5,000 5,000 भन्दा बढी छ होला। एक वर्षमा मेरो छोरालाई अरूले दिसेको पैसा खाजा खानु भनेर दिसेको पैसा बाबाले दिसेकोमै होला हैन यहाँ बाबाले पनि दिसेको छ मैले पनि दिएको छु त्यतिको पनि त्यस्तो भयो। उसले चाहिँ सबै जम्मा गरेर राखेको छ कि खुद रुपियाँमा चलाउन जति त चलाएको नि कति धेरै चलाएको उसले चलाएको पनि छ धेरै चलाएको नि 5,000 जतिको चलाकै थियो होला। 5 को त कम्ती मात्रै रहेछ 3-4 वटा मात्रै रहेछ 5 को त ल के भन्छ 10 रुपियाँ ए मेरो छोरा मिलाउनु जाने नि त्यतिको यो मन्दिर भएको एकचोटि बनाउनु बनाउनु खुम्चेको मजाले मिलाउनुपर्छ यो चाहिँ कस्तो यो त एउटै भइरहेको पनि लागेको छ नि सबैभन्दा कम्ती चाहिँ 5 रुपियाँको है 5 को रहेछ सबैभन्दा कम्ती है सबैभन्दा बढी 100 सबैभन्दा धेरै चाहिँ 100 रुपिस है अरे 20 रुपिस रहेछ है 50 रुपिस पनि कम रहेछ सबैभन्दा बढी चाहिँ हामी चाहिँ अब काउन्ट गर्दैछौँ एक वर्षमा मेरो छोराले उसको निनी उसको देमा मामा मैले गरेर मामुले गरेर कति चाहिँ हामीले उसलाई पैसा दिएछौँ उसले खर्च गरेर थोरै खर्च गरेर त्यसपछि उब्रेको पैसा चाहिँ यसमा जम्मा गरेको थियो उसले त्यो पैसा चाहिँ अब हामी गन्दैछौँ है कति भएछ त यो 10 को छ यहाँ 20 को छ यहाँ 500 को छ यहाँ 100 को छ अनि यहाँ 50 को छ 5 को चाहिँ यहाँ एकदमै कम्ती छ यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 भनेपछि 12,900 12,900 भयो 12,900 12,900 अब यसले कचाकुचुक गरेर लाएको हुनाले यस्तो चाहिँ 12,900 1 2 3 1 2 3 4 5 550 रहेछ 13,850 13,850 13,850 13,850 अब 20 को है 13,850 13,850 अनि यहाँ चाहिँ सिक्का तीनटा छ यो चाहिँ नेपाली रुपिस नै हो 2 रुपियाँ यो 1 रुपियाँ अनि यो चाहिँ उसको निनीले हङकङबाट आउँदाखेरि दिएको हङकङ $2 है $2 हो यो चाहिँ अब नेपालमा खासै अब यति $2 चल्दैन होला यो चाहिँ हङकङ डलर $2 अनि यो नेपाली सिक्का 2 रुपियाँ अनि यो चाहिँ 1 रुपियाँ है ल यति छ हामी काउन्ट गर्दैछौँ है अब कति रहेछ है त काउन्ट गर्दैछौँ 1 2 3 4 5 6 7 7,000 1000 को 7 वटा रहेछ अनि 500 1 2 3 4 5 6 6 वटा भनेपछि 3,000 7 3,000 अनि 10,000 भयो 10,000 अनि 100 को है 100 को कति छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 29 भनेपछि 2,900
10,000 11 11 12,000 28 20 को रहेछ भनेपछि 500 कति बेटा 560 यहाँ कति थियो 13,850 हैन अनि 14,000 कति भयो यो $2 सँग 14,630 रुपैयाँ चाहिँ बाबुले आजसम्म जम्मा गरेछ है पैसा उसलाई दिएको पैसाबाट 14,630 रुपैयाँ। अब यो पैसा चाहिँ मैले राखिदिन्छु अनि फेरि अर्को खुद्रुके किनिदिन्छु म। यो उसको पैसा हो, यो छोराको पैसा हो किनभने अब उसले उसको चाहिँ यसरी मैले वर्षमा चाहिँ यसरी कति जम्मा हुन्छ म यो गरेर आउँ। यति भएको छ। यो चाहिँ 1000 को भयो अनि 500 र 1000 को भयो, यो 1000 को भयो अनि यो 500 को भयो अनि यो 100 को भयो अनि यो 50 को भयो अनि यो 20 को भयो, यो 10 को भयो, यो 5 को भयो अनि यो चाहिँ $2 हङकङ डलर उसको निनीले दिएको हो अनि यो चाहिँ नेपाली रुपी चाहिँ 3 रुपैयाँ छ। यो चाहिँ मैले छोराको मैले राखिदिन्छु। यो चाहिँ सबैले दिएको पैसा हो। यसमा सबैभन्दा धेरै चाहिँ उसको देमा अनि निनीले दिएको छ। निनी निर्मला निनी अनि उसको देमा जेठी देमा राधिका देमा उसले हो सबैभन्दा धेरै पैसा दिएको चाहिँ उसलाई यो दुईजनाले हो। अनि यहाँ उसको निनीले लेखेर राखिदिएको रहेछ। यसलाई चाहिँ मैले लेमिनेसन गरेर राखिदिन्छु भनेर सोचिरहेको छु। पछि उसले चाहिँ जस ठुलो भएपछि यो कुराहरू देखोस्, यो कुराहरू चाहिँ नबिर्सोस् भनेर चाहिँ मैले यसलाई चाहिँ लेमिनेसन गरेर राखिदिन्छु भन्दैछु। यो चाहिँ खुद्रुकेमा हालिराखेको रहेछ। के लेखेको छ भनेदेखि यो चाहिँ 2082 3 महिना 6 गते दिनुभयो रहेछ पैसा, बर्थडे मनाइदिनु भयो रहेछ। म बुढी हुँदा मेरो बर्थडे मनाइदे है भुक्कु उही तेरो निनी एन भनेर लेख्नु भएको रहेछ। यसलाई चाहिँ म के अरे लेमिनेसन गरेर राखिदिन्छु। अहिले चाहिँ फेरि अर्को नयाँ खुद्रुके आएपछि म त्यही खुद्रुकेमा यो राखिराख्छु अनि यसलाई चाहिँ एकदम सुरक्षित तरिकाले राखिदिन्छु कि उसले पछि गएर देखोस् मेरो यस्तो भएको रहेछ भन्ने कुरा भनेर। ल कति भयो तिम्रो पैसा? 14,630 होइन 30 रुपैयाँ।